हेलो साथीहरु, आज मैले फर्स्ट टाइम पिज्जा बनाउँदै छु। एकदमै राम्रो पिज्जा बनेको छ। हजुरहरुले पनि अन्तिमसम्म हेरेर प्रतिक्रिया दिनु होला है त। सुरुमा मैले पिज्जाको लागि मनतातो पानीमा अलिकति यीस्ट, नुन, त्यसपछि चिनी राखेर घोलेर एकछिन छोडिदिए। यतापटि आटाको पिठो रेडी गरे। त्यो आटाको पिठोमा अघि घोलेर राखेको पानीलाई हालिदिए। त्यसलाई एकछिन म्यास गर्नुपर्ने हुन्छ। नेपालमा छँदाखेरि खासै घरमा बनाएर पिज्जा खाइदिन्थ्यो। अब युएस आएपछि कता के मलाई त केही थाहा छैन, कहाँबाट ल्याएर खाने भन्ने पनि। त्यसैले आज म भेज पिज्जा बनाउँदै छु साथीहरु। पिज्जाको लागि पिठो यतिको भइसकेपछि एकछिन छोडिदिएको थिएँ, फुलेर यत्रो बनिसकेछ। यतापटि मैले भेजिटेबलहरु रेडी गर्दै छु। भेजिटेबल चाहिँ जे छ घरमा त्यो सबै राख्न सकिन्छ। मैले चाहिँ भेजिटेबलमा क्यारोट, मशरुम, अनि अनियन, पनिर, क्याप्सिकम सबै कुराहरु काटेर रेडी गरेको छु। हजुरहरुले पनि घरमा के छ सबै राख्न सक्नुहुन्छ। अलिकति फ्राई प्यानमा तेल बसाले, त्यसपछि लसुन फुराए, ओरिगानो र रोजमेरी राखेर कालो मरिच अलिकति राखिदिए। त्यसपछि सस राखेर एकछिन यसलाई पकाउन छोडिदिए। पाकेपछि चाहिँ एकदमै राम्रो कलर बनेको छ। हेर्नुस् त कति राम्रो कलर बनेको छ। यतापटि मैले ट्रेमा चाहिँ तेल लगाएर सबैतिर राखिदिए ताकि पिज्जा चाहिँ नटासियोस्। हेर्नुस् त पिठो कति राम्रो बनेको छ, फुलेर जालीदार बनेको छ। यो पिठोलाई चाहिँ मैले हातैले ट्रेको साइजमा ल्याउनको लागि चाहिँ यसरी म्यास गरिरहेको छु। यसलाई चाहिँ मैले ट्रेको साइजमा ल्याइसकेको छु। हेर्नुस् त कति ठुलो बनेको छ पिज्जा। बीचबीचमा काँटा चम्चाले ड्याप गरिदिएको छु ताकि सस सबैतिर राम्रोसँग लागोस्। अघि पकाएर राखेको सस चाहिँ सबैतिर मैले मजाले लगाइदिएँ। हेर्नुस्, त्यसपछि आफूले काटेर राखेको भेजिटेबलहरुलाई राख्न सकिन्छ। मैले चाहिँ सुरुमा चीज राखेँ, अनियन राखेँ, त्यसपछि क्याप्सिकम चाहिँ मसँग रेड र येलो कलरको थियो, दुईटैलाई मैले काटेर रेडी गरेको थिएँ। मशरुम राखिदिएँ, पनिर राखिदिएँ, माथिबाट टोमेटो, सबै कुरालाई मैले यसमा एड गरिसकेपछि लास्टमा मैले स्वीट कर्नलाई पनि एड गरिदिएँ। स्वीट कर्न चाहिँ मैले उसिनेर राखेको छु। एकदमै राम्रो देखिएको छ पिज्जा। देख्दैखेरि खाउँ लाग्ने देखिएको छ। अब बन्दाखेरि कस्तो हुन्छ हेरौँ है त। हेर्नुस् त अब यसलाई जुसी बनाउनको लागि मैले अझै माथिबाट चीजहरु चाहिँ राखिदिएँ ताकि यो राम्रो बनोस् भनेर। अब यसलाई मैले 20 मिनेटको लागि म्याग्नेट गर्न चाहिँ छोडिदिएँ। यतिको बनेको थियो। बीचबीचमा यसलाई हेर्न पर्ने हुन्छ। हेर्नुस् त